आज चाहिँ हामी घुम्नलाई जाँदैछौँ हामीहरू सबैजना हामीहरू 2-3वटा गाडीमा जाँदैछौँ हाम्रो यात्रा चाहिँ 2 घण्टाको हो हामी ग्यास लाउन आइपुगेका छौँ ओ माथि सागर छ अमेरिकामा ग्यास यसरी लाइन्छ काट्नमा चाहिँ नदा सेज पर्छ कसँग यस्तो भएपछि यसरी लाइन्छ के पो गर्दैन ए सनुलाई प्रार्थना गर है भनेको थिएँ कि आमेन भयो होइन रेडी हुँदै थिएँ यसो गरिरहेको थिएँ कि उता म त वर्षीभित्र आधी नै छिरेँ क्या रुनु रुनु खोजेँ इमोसनल भयो भरे हाँक्छु पो गर्न आँटेर के भन्नु छ हजुर ग्यास स्ट्यान्डमा आएको छौँ केही खानु मन छ लु जुस लिएर आउनु भनेको सनु त्यस्तैमा जुस लिने हो अब यहाँ कहाँ आइस र भागमा परेको मान्छेले किन्ने हो नि कहाँ त्यसरी हुन्छ हुँदैन ल भागमा परेको छ मेरो Guys, मेरो नाम यही ब्लगमा यो हेमस अनि यो नाम चाहिँ यो नाम युएस मा हेमस होइन हैन को मैले यसको टेस्ट हुँदैन के हुन्छ यो चाहिँ मेरो ब्रान्डको कोक हो हैन रेचल तपाईहरु आएर किन्दिनु होला यहाँ मैले चिप्स बनाएको छु ओके कुपन लाउनु भयो भने तपाईहरुले 20% अफ पाउनु यो चाहिँ ढाटेको है त्यस्तो चाहिँ हैन नि फेरि किनभने इरिको भनेर के इरिको होइन तर मैले चाहिँ इरीदेखि आएको भनेर के अरू नाम भएन नि त एलेक्जेन्डर त बोक्नु भएन होला नि त एलेक्जेन्डर दोकानदार जो मेरो जो पिज्जा छ मेरो कसको यो मेरो ए आइस पनि गर्नुपर्ने ओ त्यहाँ आइस त उयो माग्नुपर्छ यहाँ छ अप्सन आइस गर्नु यहाँ छ अब कहाँ जाने अब जाने डाइरेक्ट यहाँ छैन र क्या सोधेको छुइनँ बाहिर हुन्छ त पानी सिक्छ यहाँ आइस सोधौँ मेरो चाहिँ ट्रङ्क फुल छ होइन भाँचिसकेको छ र पनि फुल भइसकेको छ त्यही भएर यहाँ के अब आइस हाल्ने हो आइस लिएर अड्छ हाल्नु यहाँ ठुलो देखिने हो त अनि मैले ल हालिदिइहाल्नु होइन ल अब ओके अहिले चाहिँ हामी घरबाट हिँडेको लगभग 10-15 मिनट आई थिङ्क 15 मिनटको बाटोबाट हामीलाई आइस चाहिएको थियो ग्यास स्ट्यान्डमा हामीले ग्यास गाडीमा तेल सेल लाउनु पर्ने थियो अनि त्यहाँदेखिको तेल सेल लाएर ट्याक्कसँगले जुसहरू पनि किन्यौँ जुसमा पर्छ उहाँले खाँदै हुनुहुन्छ उहाँको यो नर्स हो अमेरिकन नर्स अनि यहाँ छ मेरो वाइट मोनिस्टर 0 सुगर एन्ड जुलिया what you got lady yeah okay हाम्रो गाडीमा चाहिँ ड्राइभर सिम्सन सुब्बा जुलिया अनि अन्जु उसको नाम चाहिँ खास रियलमा अन्जिता राई हो अन्जिता ए उसको रियल नेम सीता मेरो पनि रियल नेम छ त आइते मेरो पनि छ त मङ्गल ये
माई गॉड मङ्गल सीता अजिता हामी सबैजना फेरि फाल्टै फाल्टो नाम भएको मान्छेहरू छौँ त्यो भनेर त मङ्गल दाजु भनेको रहेछ हामी यहाँ 4 जना छौँ तर आइरहेको छैन थाहा छैन होइन मेरो चाहिँ मङ्गलबार जन्मेर मङ्गल राखेको म चाहिँ आइतबार जन्मेर आइतै राखेको हो अनि हामी चाहिँ अन द वे टु आवर आजको फिल्ड ट्रिप जस्तै है फिल्ड ट्रिप भन्छ के भन्छ त्यसलाई फिल्ड ट्रिप जस्तै आजको हाम्रो आज मेन डे त मेमोरियल डे हो नि त मेमोरियल डे अमेरिकामा मेमोरियल डे चाहिँ हलिडे हुन्छ सो अनि हामी सबैजना हलिडेलाई हामी चाहिँ हाम्रो डेस्टिनेसन भने यो डाँडाहरूमा के भयो हामी क्षमा प्राप्त छौँ तपाईँहरूको माझमा हामीले यहाँ झन्डै एक्जिट मिस गरेको कारणले गर्दा हामी अर्को बाटो लागेको थियौँ तर हामी फेरि पनि हाम्रो ब्याक टु हाम्रो रोडमा आइसकेका छौँ र हामी यो उकालोको डाँडामा चढ्दैछौँ अहिलेको समयमा फिलहाल हामी यहाँ र हाम्रो डेस्टिनेसन भन्ने ठाउँ यो ठाउँको नाम के पो भन्नुभएको थियो हजुर टेनिसभिल ओके हामी टेनिसभिल भन्ने ठाउँमा हामी आइसकेका छौँ त्यो भएको कारणले गर्दाखेरि क्यानल बिचमा छौँ अनि हामी यहाँ जिप लाइन पनि गर्नेछौँ हामी त्यस साथसाथै माउन्टेन के पो माउन्टेन कोस्टर होइन माउन्टेन कोस्टर पनि हामी गर्नेछौँ भयो भने हामी बाइक पनि कुदाउनेछौँ त्यो बाइक जस्तो ठुलो क्या किरणजी टिटिट भएको टिटिट ऊ हाम्रो किरणजीहरू अघि नै आइसकेर हाम्रो साथीहरू यहाँनिर हुनुहुन्छ हाम्रो साथीहरू यहाँनिर हुँदा हामी गइसकेका छौँ हामी हाम्रो गाडी पार्किङ हामी यहाँ गर्नेछौँ भन्ने हामीले देखिसकेका छौँ लु हेर्नुहोस् यहाँ वाटर यहाँ जिपलाइन पनि छ हाम्रो जिपलाइन भनेको चाहिँ त्यो दोरीमा सुइँ गएर माथिबाट आउने माथिबाट माथि आकाशको छेउछेउबाट कुद्ने हो हाम्रो आजको रिपोर्टिङ कार्यक्रममा हामी यहाँ अर्को गाडी एउटा ब्याक पार्किङ हुँदैछ ब्याक पार्किङको साथमा यो खालके मान्छे हामी उडेर अहिले भने हामी यसरी नै जानेछौँ आकाशमा मान्छे उड्दैछ दिस इज हाउ वी डुइङ टुडे यसरी नै हो म गरिनँ नि हो यहाँ हाम्रो मिस्टर सागर मगर एन्ड सबीर भाइ हाम्रो उहाँहरूको यो हाम्रो सेमसनको गाडी हो उहाँ हुनुहुन्छ हाम्रो आजको व्यक्ति हजुर हामी यहाँ गन्तव्यमा आइसकेको छ तपाईँलाई के भन्नु छ आजको दिनमा ओके अब हामी जाँदैछौँ माउन्टेनको सर हामीले स्क्यान गरेर आइसक्यो जानुहोस् ल है अब जो ल मेरो पालो है अब Okay, sit here. Make sure that stuff's tight so it doesn't fall off, okay? अब हामी लाग्यो उकालोतिर लागिँदैछ होइन अनि
हामी चाहिँ आइपुगिसक्यो हाम्रो पिकनिक आज पिकनिकै भयो नि हाम्रो अब हामी चाहिँ यहाँ आइपुगेको छौँ होइन स्पोर्टमा अब पिकनिक हुँदैछ गिटार पनि यहाँ राखिदिनु पर्यो पम्प छ पनि खान्थ्यो नि यार खाने गाडी अलिअलि कता कता नेपालको रे उयो झोल खोल्दै त त्यो बट्टाको त्यो झोल खोलिदिन्छ देख्दा पनि चटक्क यो त उयो अमिलो मात्र हुन्छ हैन उयो हाल्नु नि बुबु अलिअलि खोल्दा नि कस्तो के रे पानीपुरी वाली
यता हेर्दा त पानीपुरीवाली मेन चाम्रे पकाउने मान्छे चाहिँ यहाँ छ दामी भयो काम्रो त अँ, चामल दामी छ चाम्रे या दामी छ भुटेको जस्तो हो नि त हातमा केही हुँदैन चना चना बनाउने मान्छे चाहिँ यहाँ छ लाको कि नलाको चनावाली अब खाएको चाहिँ नगरौँ होला नि ठक्क राखेर यो चाहिँ चना Hello guys. Hey. Doing. Hi. Hi Kina. Push. Come. के हुनाले के अरे हेरेर नि